यो विशाल जनसभामा उपस्थित सम्पूर्ण रुकुमका सबै पालिकाबाट केन्द्रित आदरणीय जनसमुदाय साथै सल्यान र जाजरकोट पनि रुकुमसँग जोडिएका पालिकाबाट उपस्थित सम्पूर्ण जनसमुदायलाई म एकचोटि पार्टी केन्द्रको तर्फबाट र मेरो आफ्नो तर्फबाट फेरि क्रान्तिकारी अभिवादन भन्न चाहन्छु। स्वीकार्नुहोस्, लाल सलाम। आदरणीय जनसमुदाय, मैले धेरै भन्नुपर्ने त छैन। यहाँ पूर्व वक्ता कमेन्टहरूले इतिहासका केही घटनाक्रमको पनि उल्लेख गर्नुभएको छ। खास गरी कमेन्ट जनार्दन शर्मा प्रभाकरले 40-42 वर्ष अगाडिका कुराहरूदेखि आजसम्मको घटनाक्रमको बारेमा केही संकेतहरू उहाँले गर्नुभएको छ र हामीले यो अभियान किन र कसरी सुरु गर्यौं भन्ने बारेमा पनि अहिले उपाध्यक्ष कमरेड अग्निप्रसाद सापकोटाले पनि धेरै कुरा राखिसक्नु भएको छ। म अहिले तिनै कुरा दोहोर्याउनु भन्दा पनि म तपाईहरुसँगको सम्बन्धको बारेमा नेपालको कम्युनिस्ट आन्दोलनको इतिहाससँग सम्बन्धित, खास गरी जनयुद्धको तयारीसँग सम्बन्धित घटनाक्रम बारे केही कुरा तपाईहरुको अगाडि स्मरण राख्न चाहन्छु। सबभन्दा पहिला त 40-41 सालमा पार्टीको एउटा महाधिवेशन भएको थियो र त्यो महाधिवेशनमा दुईटा विचार, दुईटा प्रवृत्ति र दुईटा लाइनको बीचमा संघर्ष चलेको थियो र त्यही संघर्षको क्रममा मैले एउटा विचारको, एउटा प्रवृत्तिको र एउटा लाइनको प्रतिनिधित्व गर्दै रुकुम जिल्लामा आएको थिएँ पहिलोचोटि र मैले आफ्नो प्रवृत्ति र विचारलाई यहाँका युवा कमरेडहरूमा स्थापित गर्ने गरी प्रस्तुत गरेको थिएँ। म त्यो स्मरण गर्न चाहन्छु। दोस्रो, 46 सालको ऐतिहासिक जनआन्दोलन, जुन आन्दोलन भन्दा अगाडि नै हामीले नेपालमा सशस्त्र क्रान्ति सुरु गर्नुपर्छ, दीर्घकालीन जनयुद्ध सुरु गर्नुपर्छ भनेर प्रारम्भिक तयारी हामीले गर्दै थियौं। तर देशमा एउटा ठूलो आन्दोलनको वातावरण बन्यो, जसलाई हामीले 46 सालको ऐतिहासिक जनआन्दोलन भनेर चिन्छौं। त्यो ऐतिहासिक जनआन्दोलनपछि परिस्थिति नयाँ बन्यो। तत्काल जनयुद्ध सुरु गर्ने, तत्काल छापामार युद्ध सुरु गर्ने परिस्थिति देखिएन र मैले तिनै युवा कमरेडहरू जसलाई अब जनयुद्धको तयारीको लागि अगाडि बढ्नुहोस् भनेर निर्देशन गरेको थिएँ, तिनै कमरेडहरूलाई मैले फेरि रुकुममा नै आएर त्यति बेला 46 सालको ऐतिहासिक जनआन्दोलनको लगत्तै पछि अब तपाईहरुले चुनाव लड्न पर्ने भयो भन्न आएको सम्झिन चाहन्छु। म तपाईहरुको अगाडि यो कुरा विशेष अर्थ सहित भन्न चाहेको छु। मैले तिनै कमरेडहरू जो तुरुन्तै सशस्त्र क्रान्ति सुरु गर्नुपर्छ भन्नुहुन्थ्यो र मैले पार्टीको एउटा जिम्मेवार नेताको हैसियतले त्यति बेला म महासचिव या अध्यक्ष भइसकेको थिइन। मैले उहाँहरूलाई अगाडि बढ्न निर्देशन दिएको थिएँ र म महासचिव भइसकेपछि 46 सालको आन्दोलन लगत्तै अब चुनावमा जान पर्यो, तपाई चुनाव लड्नुहोस् भनेर तिनै युवा साथीहरूलाई भन्न आएको थिएँ। म त्यो कुरा पनि तपाई आदरणीय जनसमुदायको अगाडि आज स्मरण गराउन चाहन्छु। त्यसो गर्ने युवा साथी मध्ये जनार्दन शर्मा प्रभाकर नै मुख्य युवा नेता भित्र पर्थे त्यति बेला। म यो कुरा तपाईहरुको अगाडि सम्झाउन चाहन्छु। त्यसपछि हामी जब जनयुद्धमा प्रवेश गर्यौं, पार्टी एकता, चुनावमा सहभागिता र त्यो अनुभव सहित 52 साल फागुन 1 गते जब हामीले जनयुद्धमा प्रवेश गर्ने निर्णय गर्यौं, त्यसको उद्घोष गर्यौं, त्यसको 1 वर्ष पूरा हुँदा नहुँदै
म पार्टीको प्रमुख नेताको हैसियतले, जनयुद्धको प्रमुख योजनाकारको हैसियतले, रणनीतिकारको हैसियतले म फेरि रोल्पा, रुकुम र जाजरकोट तीनै जिल्लाको भ्रमण र प्रशिक्षणमा आएको थिएँ। म त्यो कुरा पनि तपाईहरुको अगाडि आज स्मरण मात्रै गराउन चाहन्छु। त्यति बेला रुकुममा कमरेड विजय घले दौलत विक्रम उहाँको शहादत भएको थियो र निकै संवेदनशील परिस्थिति रुकुमको पार्टीमा थियो। यहाँको प्रशिक्षणमा हाम्रो परिपक्व नेताको एउटा छवि बनाउनु भएका विशेश्वर चाहिँ अध्यक्ष मण्डलमा हुनुहुन्थ्यो र अरू साथीहरू पनि। निकै भावुक, निकै संवेदनशील परिस्थिति त्यहाँ भएको थियो र ठुलो रुवावासीको स्थिति भएको थियो। सायद जनयुद्ध सुरु भएपछि सबभन्दा धेरै मैले आँसु बगाएँ भने त्यही बैठकमा त्यति बेला नै मलाई लाग्छ। त्यसको साक्षी यहाँ रुकुमका अहिलेका युवा थुप्रै नेता कमरेडहरू हुनुहुन्छ। त्यो सम्बन्ध पनि रुकुम जिल्लासँग इतिहासमा बनेर आएको छ। अनि अगाडि बढ्दै जाँदा जसरी चाहिँ हाम्रा होनहार साथीहरू मस्त विष्ट जस्ता कलाकार, सांस्कृतिक कर्मी, योद्धा या योगेश्वर जस्ता होनहार युवा नेता लगायत थुप्रै नेता कार्यकर्ताहरूको शहादत हुँदै गयो र हामीले श्रद्धाञ्जली अर्पण गर्दै गयौं, शोकलाई शक्तिमा बदल्ने संकल्प गर्दै गयौं र हामी निरन्तर अगाडि बढ्यौं। म त्यो परिस्थिति पनि अहिले तपाईहरुको अगाडि सम्झाउन चाहन्छु। तेस्रो, हामी अगाडि जाँदै गर्दा हाम्रा त्यस्ता होनहार युवाहरू जो पार्टीप्रति, क्रान्तिप्रति र पार्टीको विचारप्रति र पार्टीको नेतृत्वप्रति हृदयदेखि समर्पित भएर लाग्न चाहनुहुन्थ्यो, त्यस्ता साथीहरूले एकपछि अर्को वीरगति प्राप्त गर्दै जानुभयो, शहादत प्राप्त गर्दै जानुभयो, थुप्रै बेपत्ता हुँदै जानुभयो र एउटा निकै नै भावुक र संवेदनशील परिस्थिति रुकुमले बनाउँदै गयो। र यो वरिपरिका हाम्रो केन्द्रीय आधार इलाका भनेर रोल्पा, जाजरकोट र सल्यानलाई लिने गरिन्थ्यो। ती सबैले पनि एउटा रेकर्डहरू बनाउँदै गए। म त्यो कुरालाई पनि तपाईका र आदरणीय जनसमुदायको अगाडि आज स्मरण गर्न चाहन्छु। अर्को कुरा मैले के भन्न चाहेको छु भने जनयुद्धको प्रारम्भमा पार्टीप्रति, क्रान्तिप्रति आफ्नो समर्पण भाव व्यक्त गर्ने, नेतृत्वमा जिम्मेवार ठाउँमा पनि रहेका कयौं साथीहरू विचलित भए, पथ विचलित भए। उनीहरू भन्ने गर्थे पार्टीप्रति, पार्टीको लाइनप्रति, पार्टीको विचारप्रति र पार्टीको नेतृत्वप्रति हामी सम्पूर्ण रूपले समर्पित छौं, हामी कहिल्यै धोका दिने छैनौं भनेर हजारौं पटक उनीहरूले स्टेटमेन्टहरू दिने गर्थे पार्टीमा। तर ती साथीहरू अहिले हाम्रो पार्टीमा छैनन्। आदरणीय जनसमुदाय, यो कुरा म अलि गम्भीर अर्थसहित तपाईहरुको अगाडि राख्न चाहेको छु। ती साथीहरू आज हामीसँग हुनुहुन्न, हाम्रो पार्टीमा हुनुहुन्न। तर रुकुममा पार्टी जीवित छ। रुकुममा जनताको आस्था र निष्ठा र विश्वास जीवित छ। केही व्यक्तिहरू विचलित हुँदैमा, केही व्यक्तिहरूले बाटो बिराउँदैमा, जनताले पनि बाटो बिराउँछन्, पार्टीले पनि बाटो बिराउँछ भन्ने कुरा सत्य होइन भन्ने कुराको जिउँदो प्रमाण रुकुम हो। म तपाईँ सम्पूर्ण रुकुमेली जनतालाई क्रान्तिकारी अभिनन्दन गर्न चाहन्छु। तपाईहरुले प्रमाणित गर्नु भएको छ। एकाध नेताहरूले पार्टी छोड्दैमा, एकाध नेताहरू विचलित भएर अर्कोतिर लाग्दैमा जनता विचलित हुँदैनन्। क्रान्तिकारी जनता 70 साल जस्तो भएर उभिराख्छन् पार्टी र क्रान्तिको पक्षमा भन्ने कुराको प्रमाण
रुकुमले दिएको छ, रोल्पाले दिएको छ, जाजरकोटले दिएको छ, सल्यानले दिएको छ। सबभन्दा अगाडि बढेर मैले भन्नुपर्दा मैले जे उदाहरण भने रुकुम एउटा त्यस्तो उदाहरण बनेको छ। मैले पार्टीलाई र साथीहरूलाई सकेसम्म एकताबद्ध गर्ने, सकेसम्म उनीहरूको क्षमतालाई अगाडि बढाउने कोसिस गर्दै आएको छु। मैले साथीहरूलाई मेरो नेतृत्व अन्तर्गत पार्टीका विभिन्न पदहरूमा पदोन्नति गर्नेदेखि हामी शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि विभिन्न सरकारी ओहदामा पनि एकपछि अर्को जिम्मेवारी दिने कुरामा मैले कहिल्यै कन्जुसाइ गरेको छैन, म गर्ने पनि छैन। म तपाईँ रुकुमेली जनताको अगाडि र रुकुमका सम्पूर्ण पार्टी कार्यकर्ता र नेताहरूको अगाडि अर्को एउटा कुरा पनि भन्न चाहन्छु। हाम्रो पार्टी 64 को निर्वाचनपछि एकताबद्ध रहन सकेन, एकताबद्ध राख्न सकिएन। पार्टी विभाजन भयो, 1, 2, 3 गरेर विभाजनका श्रृङ्खला अगाडि बढ्दै गए। तर मैले पार्टीको अध्यक्षको हैसियतले मैले कसैलाई पनि अनुशासनको डन्डा चलाएर ठिक गर्ने नीति लिएको छैन। चाहे किरणजीहरूले पार्टी अनुशासन या पार्टी पद्धति जे भने पनि तोडेर पार्टी विभाजनतिर जाँदा पनि मैले कारबाही गरेर अनुशासनको डन्डा चलाएर निकालेको रेकर्ड छैन। रुकुमेली जनसमुदाय म तपाईहरुको अगाडि भन्दैछु, यही जिल्लाबाट जो साथीहरू पार्टी छोडेर गए, हिजोका ठुलै नेता थिए, तिनलाई पनि मैले कारबाहीको डन्डा चाहिँ कहिल्यै चलाइनँ। उहाँहरू आफै पार्टी छोडेर जानुभयो। छोडेरै गएपछि त पार्टीको के लाग्छ र नेतृत्वको के लाग्छ र जनताले तपाईहरुले बुझ्नुभयो कसले पार्टीलाई घात गर्यो र कसले पार्टीप्रति इमानदारीका साथ काम गर्यो भन्ने कुरा तपाईहरुले बुझिराख्नु भएको छ। मैले अरु पार्टीका ठुलठुला नेताहरू बाबुराम जस्ता, बादल जस्ताले पार्टी छोड्नु भयो। मैले कारबाही गरेर उहाँहरूले पार्टी छोडेको होइन। उहाँहरू आफ्नै बुद्धिले, आफ्नै विचार र प्रवृत्तिका कारणले उहाँहरूले पार्टीबाट विचलित भएर अर्को धारातिर जानुभयो। मैले कहिल्यै पनि कारबाहीको डन्डा चलाएर निरङ्कुश ढंगले पार्टी चलाउने कोसिस गरिनँ। म यो कुरा तपाईहरुसँग रुकुमको सन्दर्भमा पनि भन्दैछु र देशभरिको सन्दर्भमा पनि भन्दैछु। पार्टी हो, आन्दोलन हो, उतार चढाव भइराख्छन्। अघि कमरेड जनार्दनले भने जस्तै तितो मिठो भइराख्छ। तितो मिठो भयो भन्दैमा पार्टीलाई विभाजन गर्ने, पार्टीको आधारभूत सिद्धान्त र मान्यताबाट विचलित हुने कुरा जनताप्रतिको विश्वासघात हुन्छ भन्ने कुरामा हाम्रो गहिरो विश्वास छ। र मैले आउने दिनमा पनि पार्टीभित्र विमतिहरू, विचारहरू बन्छन्, आउँछन्, छलफल हुन्छन्, बहसहरू हुन्छन्। तर ती बहसबाट पार्टी अझ बलियो बनाउने गरी त्यसको समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। पार्टीको जनवादी केन्द्रियताको सिद्धान्त भनेको अन्ततः पार्टी विवादबाट, बहसबाट अगाडि गएपछि नै त्यो खारिँदै जान्छ र जनतासँग अझ नजिकबाट सम्बन्धित हुँदै जान्छ भन्ने सिद्धान्त हो जनवादी केन्द्रियताको सिद्धान्त। त्यही सिद्धान्त अनुसार नै हामीले पार्टी चलाउँदै आएको हुनाले हाम्रो पार्टीमा एक पटक होइन, 2 पटक होइन, पटक पटक पार्टी विभाजन भएको छ। तपाईं हेर्नुभयो भने नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासको कुरा या हाम्रै आफ्नै पार्टीको इतिहासको कुरामा पनि पटक पटक पार्टीलाई विभाजित गर्ने, पार्टीलाई कमजोर पार्ने थुप्रै घात प्रतिघातहरू भएका छन्। तर ती घात प्रतिघातका विरुद्ध जनतासँग मिलेर पार्टीलाई एकताबद्ध गरेर हामी अगाडि बढ्ने जमर्को गरि नै राखेका छौं र हामी मूलभूत रूपमा सफल भएका छौं। हामीले जनयुद्ध सुरु गर्नु अगाडि पनि पार्टी विभाजन भएको हो।
आदरणीय जनसमुदाय र सबै क्रान्तिकारी कमरेडहरू, तपाईहरुलाई थाहै छ जनयुद्ध सुरु गर्नु ठिक छ या ठिक छैन भन्ने विषयमा विवाद भयो। अहिले जनयुद्ध गर्नु बेला भएको छैन भन्ने विचार र अब जनयुद्ध सुरु गर्नुपर्छ भन्ने विचारको बीचमा विमति भएपछि ती दुईटै एकै ठाउँमा बस्न सम्भव भएन। रणनीतिमा समाजवाद साम्यवादको उद्देश्यमा समानता हुँदा हुँदै पनि तत्काल पार्टीको आचरण कस्तो हुने, पार्टीको तत्काल कार्यनीति के हुने भन्ने विषयमा विवाद भएपछि एकै ठाउँमा बस्न सम्भव हुँदो रहेनछ। हामीले त्यो अनुभव पनि गर्यौं। तर हामी हाम्रो विचारप्रति, हाम्रो सिद्धान्तप्रति, हाम्रो राजनीतिक कार्यदिशाप्रति अटल भएर अगाडि बढी नै राख्यौं। थुप्रै प्रहारहरूका बीचबाट हामी चाहिँ त्यसको प्रतिवाद गरि नै राख्यौं र हामी एकपछि अर्को चुनौतीको सामना गर्दै एकपछि अर्को सफलताको सिडी चढ्दै गयौं र 10 वर्षको जनयुद्ध त्यसको जिताजागता प्रमाण हो। आदरणीय जनसमुदाय, म अब तपाईहरुलाई एउटा कुरा के भन्न चाहन्छु भने जति बेला पार्टीमा जनयुद्ध भित्र पनि ठुलठुला बहस नभएका होइनन्, संघर्ष नभएका होइनन्, बाहिरबाट हेर्दा त्यति देखिदैन थियो, तर भित्रबाट ठुलठुला विवाद बहस र संघर्षहरू पार्टी हेडक्वार्टर वरिपरि नै थिए। म खाली तपाई केन्द्रीय आधार इलाकाका जनताहरू सबैलाई आज यो मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत आउँदै गर्दा भन्न चाहन्छु, त्यस्तो संकट पर्यो भने मैले पार्टी नेताहरूका बीचमा हुने विवाद बहसहरूलाई छोडेर म रोल्पा आउँथे, रुकुम आउँथे, जाजरकोट जान्थे, सल्यान जान्थे र सामान्य तपाईहरु जस्तै जनताका कुरा सुन्थे। तपाईहरुले के सोचिराख्नु भएको होला, जनताले के बुझेका होलान्, हाम्रो पार्टीका नेताहरूका बीचमा भएको विवाद बारे जनतालाई त पक्कै थाहा छैन। तर पार्टी कसरी जाओस् भन्ने तपाईहरुले चाहनु भएको होला, किनकि हिजो ग्रामीण वर्ग संघर्षदेखि संघर्षमा खारिँदै आएका जनताको मनमा, यहाँका उत्पीडित वर्ग समुदायको मनमा के कुरा छ त्यसैको आधारमा दस्तावेज लेख्ने गर्थे मैले र त्यही दस्तावेज केन्द्रबाट पारित गरेर कार्ययोजना बनाएर फेरि हामी युद्धलाई निरन्तरता दिन्थ्यौं। म आज तपाई रुकुमेली जनताको अगाडि पनि हामी एउटा नयाँ मोडमा आइपुगेका छौं। पार्टी र आन्दोलन एउटा नयाँ चरणमा प्रवेश गर्दैछ। मैले धेरै ठाउँमा भनेको छु र यहाँ त झन् मैले भन्नै पर्छ, चुनमाङ बैठक शान्ति प्रक्रियामा प्रवेश गर्ने भन्दा केही समय अगाडि यही रुकुमको चुनमाङमा भएको ऐतिहासिक बैठकमा गणतन्त्रको उद्घोष सहित, तर त्यो गणतन्त्र आइसकेपछि फेरि एउटा टक्कर पर्नेवाला छ नेपालमा भनेर भनिएको थियो र हामी घुम्दै फिर्दै त्यही चुनमाङ बैठकको निष्कर्ष अनुसारको एउटा नयाँ संघर्ष, यो संघीय लोकतान्त्रिक गणतन्त्र महिला, दलित, आदिवासी जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम, थारू सबैको हित संरक्षण गर्ने जनताको गणतन्त्र बन्ने हो कि यो दलालहरू, नोकरशाहहरू, बिचौलियाहरू, जाली फटाहरूको गणतन्त्र हुने हो भन्ने लडाईँ अहिले देशमा वैचारिक रूपले पर्न सुरु गरिसकेको छ। म तपाई रुकुमेली आदरणीय जनसमुदायलाई विशेष रूपले अनुरोध गर्न चाहन्छु, तपाईहरु यो कुरालाई नजिकबाट हेरिदिनु होला। फेरि एउटा नयाँ बहस, फेरि एउटा नयाँ संघर्ष सुरु भइ नै सकेको छ। हामीले रगत बगाएर ल्याएको, यहाँ झन्डै 500 भन्दा बढी शहीदहरूको रगत बगेर रोल्पा, रुकुम, जाजरकोट, सल्यानको कुरा गर्यो भने हजारौंको बलिदानबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको छ र यसको रक्षा गर्ने जिम्मा यसलाई निर्माण गर्नेहरूको काँधमा नै मुख्य रूपमा हुन्छ। जसले यसलाई जन्म दियो संघीय लोकतान्त्रिक गणतन्त्र भनेर, जसले महिला, दलित सबै उत्पीडित वर्ग समुदायलाई
केही न केही पहिचान, केही न केही अधिकार प्रदान गर्यो। त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्रकै हुन्छ र माओवादी केन्द्रले त्यो हिम्मत गरेन, त्यो साहस गरेन भने यो सम्पूर्ण सिस्टम चाहिँ कोल्याप्स हुने खतरा हुन पनि सक्छ। इतिहासमा ठुल्ठुला क्रान्तिहरूपछि लिडरसिपको र पार्टीका केही गल्तीहरूले गर्दा ठुल्ठुला प्रतिक्रान्तिमा बदलिएका थुप्रै उदाहरणहरू विश्वभरि छन्। नेपाल त्यसको अपवाद नहुन पनि सक्छ। त्यसकारण हाम्रो पार्टीले अलि गम्भीर रूपले सोच्नुपर्ने बेला आयो। हाम्रा नेताहरूले, हाम्रो पार्टी हेडक्वार्टरले र हाम्रा पार्टीका तमाम नेता कार्यकर्ता र हाम्रा सम्पूर्ण आदरणीय जनसमुदायको अगाडि हामीले यो कुरा राख्नुपर्ने भयो। कहीँ न कहीँ हाम्रा छोराछोरीहरूले, हाम्रा परिवारका सदस्यहरूले, नेपाली जनताका सबभन्दा राम्रा छोराछोरीहरूले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्न सक्छ। हामी त्यसको रक्षा गर्न चाहन्छौँ। हामी त्यसको रक्षा गर्ने मात्रै होइन, त्यसलाई एक कदम अगाडि बढाएर हामी समाजवादको दिशा दिन चाहन्छौँ। हामीले हिजो संविधान सभामा भने जस्तै साँच्चै देशमा राजनीतिक स्थायित्वको लागि र विकास र समृद्धिको नयाँ युगतिर देशलाई लैजानको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने मान्यतालाई फेरि देशव्यापी रूपमा स्थापित गर्न चाहन्छौँ। हामी निर्वाचन प्रणाली लाखौं र करोडौं खर्च गरेर लडिने निर्वाचन प्रणालीको ठाउँमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत सामान्य भन्दा सामान्य जनताले पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गर्न चाहन्छौँ र हामी त्यसको निम्ति एउटा नयाँ अभियान आवश्यक छ। यथास्थितिमा त्यो हुन सक्दैन भनेर नै पार्टी लिडरसिपको हैसियतले आदरणीय जनसमुदाय, मैले तपाईहरुलाई यो कुरा सधैँ भन्न पाउँदैन। म के भन्न चाहन्छु भने मैले जनयुद्धको कमान्डरको हैसियतले हजारौं हजार नेपाली जनताका छोराछोरीहरूले जसरी नेतृत्वको नाम लिएर हाँसी हाँसी बलिवेदीमा आफूलाई चढाए, तिनीहरूका सपना पूरा गर्ने जिम्मेवारी बोध गरेर नै अब हामीले केही न केही नयाँ गरेरै छाड्नुपर्छ भन्ने संकल्प गरेर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको नारा अन्तर्गत शासन चलाउने कोसिस गरिएको तपाईहरुले थाहा पाइसक्नु भएको छ। हामीले भ्रष्टाचारीहरू राजनीतिक दलका जसुकै नेता भए पनि अरू दलका नेताको त कुरै छोड्दिउँ, माओवादीकै नेता पनि भ्रष्टाचारमा लागेको देखियो भने तिनलाई पनि नछोड्ने गरी हामीले भ्रष्टाचारको विरुद्ध सुशासनका पक्षमा अभियान चलायौं। आदरणीय जनसमुदाय, म तपाई रुकुमेली र यस केन्द्रीय आधार इलाकाका जनतालाई यो कुरा पनि भन्न चाहन्छु, सायद नेपालको इतिहासमा मैले त्यस्तो प्रधानमन्त्री बन्ने अवसर पनि प्राप्त गरेँ जसले पुलिस एजेन्सीहरूलाई, जाँच एजेन्सीहरूलाई मैले भने यदि तिमीहरूले अनुसन्धान गर्दै जाँदा प्रधानमन्त्री प्रचण्ड नै देखियो भने त्यसलाई पनि नछोड्नु, यो मेरो सिधा आदेश हो तिमीहरूलाई भनेर प्रहरीलाई आदेश दिने पहिलो प्रधानमन्त्री पनि म बन्ने अवसर प्राप्त गरेँ। आदरणीय जनसमुदाय, त्यसैगरी सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा, चाहे नागरिकताका कुरा होस्, चाहे मिटर ब्याज पीडितका कुरा होस्, चाहे सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने लाखौं नेपालीहरू जो विदेशमा छन् उनीहरूको हितको कुरा होस् या आर्थिक विकास र समृद्धिको कुरा होस्, त्यसको निम्ति एउटा नयाँ अभियान रिकर्ड बनाउने गरी सुरु गरियो। म त्यसको व्याख्या अहिले गर्न सम्भव छैन। तपाईहरुले देख्नुभयो, चाहे भारत भ्रमणमा होस् चाहे चीन भ्रमणमा केही ऐतिहासिक र दूरगामी महत्त्वका सम्झौताहरू गरियो। अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढ्ने गरी केही ऐतिहासिक पहलहरू भए। मलाई लाग्छ तपाईहरुले यो कुरा थाहा पाइसक्नु भएको छ। आदरणीय जनसमुदाय, यही राम्रा काम गर्न थाले बापत यो देशका दलालहरू र बुर्जुवाहरू, प्रतिक्रियावादीहरूले हाम्रो संख्या कम भएको हुनाले उनीहरूले बडो छलछाम र प्रपञ्चको तरिकाद्वारा हामीले जनताको पक्षमा गर्न खोजेका कामहरू म अरू धेरै भन्न सम्भव छैन। अहिले तपाईहरुले सायद सुन्नुभयो होला, अघिल्लो पटक
हाम्रो नेतृत्वमा सरकार हुँदा प्रस्तुत भएको नीति कार्यक्रम र बजेट तपाईहरुले हेर्नु भएकै छ। त्यो नीति कार्यक्रम बजेटमा कर्णाली प्रदेशको निम्ति विशेष प्याकेज प्रस्तुत गरिएको छ। दलितहरूको निम्ति विशेष कार्यक्रमहरू प्रस्तुत गरिएको छ। सुदूरपश्चिमको लागि र मधेसको लागि विशेष कार्यक्रम प्रस्तुत गरिएको छ। तर अहिलेको सरकारले ती सबै कार्यक्रमहरू जो कर्णालीको पक्षमा छन् ती सबै हटाएको छ। जो सुदूरपश्चिम र मधेसको पक्षमा छन् त्यसलाई हटाएको छ र फेरि ती कार्यक्रमहरूलाई दलालहरूको पक्षमा, पुँजीपतिहरूको पक्षमा बनाउने जमर्को गरिएको छ। कारण यो पटक हुन त म पटक पटक कमरेड जनार्दन शर्मा प्रभाकरले मलाई हुकुम ल्याउनु भएको छ, तपाईहरुको अगाडि मलाई उभ्याउनु भएको छ। मैले तपाईहरुको अगाडि उभिएर धेरै सम्बोधन गरेको पनि छु। तर यो पटकको सम्बोधन ती भन्दा फरक हो भनेर म तपाईहरुलाई भन्न चाहन्छु। ती सम्बोधन एउटा प्रक्रिया र श्रृंखलामा थिए, तर आजको सम्बोधन त्यो प्रक्रिया भन्दा बाहिर, यथास्थिति भन्दा बाहिर गएर समाजवादी क्रान्तिको तयारीको निम्ति, स्वतन्त्र र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको जग बसाउनको निम्ति, समाजवादी क्रान्तिमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैलाई फेरि एकचोटि गोलबन्द गर्ने उद्देश्य सहित म अहिले तपाईहरुको अगाडि सम्बोधन गर्दैछु। जसरी हिजो जनयुद्धको अन्तिम तयारीको बेलामा तपाईहरुको बीचमा आएर हामी क्रान्तितिर अगाडि बढ्दैछौं, तपाईहरुको भरोसामा, तपाईहरुको विश्वासमा, तपाईहरुको आस्थालाई हामी एउटा महान क्रान्तिको थालनी गर्दैछौं भनेर मैले भनेको थिएँ। तपाईहरुले त्यति बेलाको सापेक्षतामा जोरदार समर्थन गर्नु भएको थियो र जनयुद्ध अगाडि बढ्दै गयो, बढ्दै गयो, बढ्दै गएर 10 वर्षसम्म जाँदा यो झन्डै झन्डै हाम्रो देशभित्रको प्रतिक्रियावादी सत्ताद्वारा पार लगाउन नसकिने शक्ति सहित आयो, विकसित भयो। आज फेरि हामीले त्यत्रो सङ्घर्ष र बलिदान गरेर ल्याएको उपलब्धिका विरुद्ध प्रतिक्रियावादी षड्यन्त्र तीव्र हुँदैछ। अब हामी खाली यो संविधानको रक्षा गर्ने मात्रै भनेर पुग्दैन। हामीले अहिलेसम्म पाएका उपलब्धिको रक्षा गर्ने मात्रै भन्यो भने हामी रक्षा पनि गर्न सक्दैनौँ। त्यसकारण म के भन्न चाहन्छु भने समग्र इतिहासका अनुभवहरूको अध्ययनबाट, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रान्ति र प्रतिक्रान्तिका अनुभवबाट शिक्षा लिएर एकचोटि फेरि समाजवादी क्रान्तिको निम्ति हाम्रो वर्गसँग, हाम्रो जनतासँग अपिल गर्ने समय आयो। अहिले त हामी खबरदारी मात्रै गरेका छौं प्रतिक्रियावादीहरूलाई, भ्रष्टाचारीहरूलाई, जाली झेलीहरूलाई। तर यो अभियान जो हुलाकी मार्ग केन्द्रित भनेर तराई मधेसमा चलायौं र अहिले मध्य पहाडी लोकमार्ग केन्द्रित भनेर मध्य पहाडमा चलाएका छौं, यो दुईटै राजमार्ग हामीद्वारा अगाडि बढाइएका राजमार्ग हुन्। आदरणीय जनसमुदाय, मध्य पहाडी लोकमार्ग पहिलोचोटि प्रधानमन्त्रीको हैसियतमा मैले प्रस्ताव गरेको मध्य पहाडका जनताको आर्थिक जीवन र आर्थिक प्रगतिका निम्ति, नेपाल राष्ट्रको एकतालाई सुदृढ गर्नको निम्ति र यहाँको सांस्कृतिक विविधतालाई नयाँ राष्ट्रिय एकतामा बदल्ने उद्देश्यका साथ त्यसलाई अगाडि सारिएको थियो। आज त्यो सम्पन्न हुने चरणमा छ र हामी त्यही बाटोबाट यस क्षेत्रका जनता, जो आधार इलाकाका जनता, क्रान्तिका फलामे किल्लावाला जनतासँग हामी अपिल गर्न तपाईहरुको अगाडि आइपुगेका छौं। त्यसकारण म तपाईं रुकुमेली जनतालाई विशेष रूपले अपिल गर्न चाहन्छु, फेरि एउटा नयाँ क्रान्ति। तर अहिले हाम्रो योजनामा भूमिगत जानुपर्ने अवस्था छैन। हामीले अहिले नै हतियार उठाउनु पर्ने स्थिति पनि होइन। तर हामीले सदनबाट, सडकबाट र सरकारका मोर्चाबाट सशक्त आन्दोलन, एउटा नयाँ समाजवादी आन्दोलन, एउटा नयाँ सांस्कृतिक आन्दोलन, एउटा नयाँ आर्थिक आन्दोलन चलाउनै पर्ने बेला आएको छ। यही अपिल तपाईं रुकुमेली जनतासँग र हाम्रो केन्द्रीय आधार इलाकाका जनतासँग विशेष रूपले र देशैभरिका क्रान्तिकारी जनतासँग पनि अपिल गर्न भनेर हामी यो अभियानमा अगाडि बढेका हौं। मलाई विश्वास छ तपाईहरुले यस कुराको गहिराईलाई
यसको मर्म र महत्त्वलाई बुझ्नुहुनेछ र हामी एउटा नयाँ क्रान्ति नयाँ तरिकाद्वारा अगाडि बढाउने संकल्प गएको केन्द्रीय समितिको बैठकबाट हामीले गरेका छौँ। आर्थिक समृद्धिको योजना तलैबाट निर्माण गर्ने कुराको कमिटमेन्ट हामीले गरेका छौँ। हामीले 123वटै पालिकाका प्रमुख उपप्रमुखलाई बोलाएर आफ्नो परिस्थिति अनुसार त्यहाँको प्राकृतिक साधन स्रोत जनशक्ति सबै चाहिँ विचार गरेर योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको सुरुवात गर्ने योजना प्रस्तुत गरेका छौँ। त्यो अगाडि बढिसकेको छ। हामीले पर्यटन विकासको निम्ति हामीले कृषि उत्पादन र उत्पादकता वृद्धिका निम्ति हामीले जडीबुटी र अन्य थुप्रै स्थानीय प्राकृतिक साधन स्रोतको उपयोगको निम्ति हामी जल स्रोतको उपयोगको निम्ति एउटा नयाँ योजना सहित अगाडि आउँदैछौँ र त्यो अपिल गर्न तपाईहरुको अगाडि हामी आएका छौँ। यति भनिसकेपछि म अब अन्तिममा के कुरा भनेर टुङ्ग्याउन चाहन्छु भने मलाई थाहा छ मध्य पहाडी लोकमार्ग निर्माणको अन्तिम चरणमा त गएको छ। झन्डै 2/3 भन्दा बढी त निर्माण भइसक्यो। तर अहिले पनि भेरीमा पुल बन्ने कुरा अलपत्र परेको छ भन्ने कुरा मलाई थाहा छ। भेरीमा पुल बनाउने कुरालाई उच्च प्राथमिकता दिएर यहाँबाट फर्केपछि सदनमा त्यसलाई जबरजस्त उठाइनेछ र जरुरी पर्यो भने सडकबाट उठाएर भए पनि भेरीमा मध्य पहाडी लोकमार्ग पुल बनाइ छाडिनेछ। यो प्रतिबद्धता पार्टी केन्द्रीय समितिको तर्फबाट यो सिङ्गो टोलीको तर्फबाट म तपाईहरुको अगाडि व्यक्त गर्न चाहन्छु। आदरणीय जनसमुदाय, त्यसको साथै हामीले मध्य पहाडी लोकमार्ग भन्दै गर्दा यो चौरजारीलाई 10वटा नगर विकास गर्ने नगर मध्ये यसलाई नमुना र व्यवस्थित सहरका रूपमा अगाडि बढाउने भनेर प्रस्तावित गरेका थियौं। म आज यही चौरजारीमा आयोजित यो विशाल जनसभामा उपस्थित भएर पार्टी अध्यक्षको हैसियतले, पूर्व प्रधानमन्त्रीको हैसियतले र अहिले प्रतिनिधि सभाको प्रमुख विपक्षी दलको नेताको हैसियतले म भन्न चाहन्छु यो चौरजारीलाई नमुना सहर बनाउनको लागि आवश्यक पहल गरिनेछ र त्यसलाई उच्च प्राथमिकतामा राखिनेछ। आदरणीय जनसमुदाय, त्यसैगरी 2 वा 2 भन्दा बढी गाउँपालिकामा कृषि औद्योगिकीकरणको नमुनाको रूपमा समाजवादको आधार तयार गर्ने र कृषिमा आधारित औद्योगिकीकरणको विकासको प्रक्रिया अगाडि बढाइनेछ। यो कुराको पनि प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी कच्चा पदार्थ बेच्ने होइन। यहाँबाट कच्चा पदार्थ विदेशमा जान्छ, त्यहाँ प्रशोधन गरेर निकै महँगोमा हामीले किन्ने गरेका छौँ। त्यो स्थितिको अन्त्य गर्न सम्भव छ। मैले धेरैचोटि भनेको छु। केही समय पहिले म भारतको हरिद्वारमा जाँदा पतञ्जलिको चाहिँ कारखानामा जाँदा धेरै चाहिँ ठुल्ठुला भण्डारहरू देखाए रामदेव बाबाले। यी कहाँबाट ल्याएको भन्दा सबै नेपालका जडीबुटी हुन्। सारा नेपाली जडीबुटीले पतञ्जलिको भण्डार भरिएको छ। हामी उनले तयार पारेका वस्तु महँगोमा किन्छौँ। हामीले नै प्रशोधन केन्द्र किन नबनाउने र करोडौं अरबौं रुपियाँ देशभित्र किन नबचाउने? यसमा पनि हाम्रो पार्टी केन्द्रले अहिले समाजवाद निर्माणको निम्ति तलैबाट जग बसाउने जो कुरा गरेको छ यसलाई जोड दिइनेछ। स्थानीय सरकारको मुख्य काम वन, पानी र जमिन मार्फत स्थानीय उत्पादन बढाउने र रोजगार सिर्जना गर्ने काममा केन्द्रित गर्नुपर्दछ। मलाई विश्वास छ चौरजारी नगरपालिका जहाँ हाम्रो पुरै नेतृत्व स्थापित छ, यो नगरपालिका र रुकुम जिल्लाका सबै पालिकाहरूले पनि वनलाई, जमिनलाई र पानीलाई अधिकतम सदुपयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्नेछन्। सामुदायिक स्वास्थ्य इकाइहरू मार्फत टोल टोलमा स्वास्थ्य सेवाको पहुँच बढाउने कुरा र स्थानीय सरकार स्थानीय सरकारको पहलमा कच्चा पदार्थको अधिकतम सदुपयोग गरी रोजगारी सृष्टि गर्ने कुरामा ध्यान दिनुपर्नेछ। हामीले केन्द्रबाट एउटा त्यस्तो विज्ञहरूको समूह अनुगमनका लागि स्थानीय तहमा पठाउँदैछौँ। मलाई विश्वास छ रुकुम जिल्लाका तपाईँ क्रान्तिकारी जनसमुदाय
यहाँको पार्टी र वरिपरिका जिल्लाहरू सबैको समन्वयमा फेरि एउटा नयाँ समाजवादी आधार, समाजवादी क्रान्तिको आधारको रूपमा यसले विकास गर्नेछ। पार्टी हेडक्वार्टर तपाईहरुसँग यही अपिल गर्न चाहन्छ र सरल भाषामा भन्दा आउने 84 मा हामी 64 को भन्दा बलियो हुनै पर्छ। यदि बदमाशी भयो भने सडकबाट क्रान्ति फेरि एकचोटि गर्ने संकल्प गर्नै पर्छ। यही अपिल म तपाईहरुसँग गर्न चाहन्छु र म फेरि एकचोटि पार्टीको अध्यक्षको हैसियतले तपाईहरु सबैले मलाई भरोसा गर्नुभएको छ। आज पनि सबै साथीहरु, वक्ताहरुले, कलाकारहरुले पार्टीप्रति, लिडरशिपप्रति जो भरोसा गर्नुभएको छ, मैले पनि एउटा संकल्प लिएको छु। म तपाई रुकुमेली जनताको अगाडि, रुकुमेली पार्टीको अगाडि भन्न चाहन्छु। अन्तिममा 70-71 वर्षको उमेरमा देशव्यापी दौडमा म त्यत्तिकै निक्लेको छैन। एउटा नयाँ क्रान्ति बनाएर मात्रै माथि जाने विचारले म अगाडि बढेको छु। म प्रभाकर जस्ता कमरेडलाई पनि भन्न चाहन्छु, तपाईले जसरी आफूलाई सिपाही भन्नुभएको छ, मैले पनि आफूलाई जनताको सिपाहीकै रूपमा प्रस्तुत गर्ने जमर्को गरेर हिँडेको कुरा भन्दै फेरि एकतालाई सुदृढ गरेर समाजवादी क्रान्ति अगाडि बढाउन एक ढिक्का हुँ भन्ने अपिल गर्दै बिदा हुन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो पार्टीका आदरणीय अध्यक्ष प्रचण्डलाई। र अब छोटोमा यहाँ एउटा पार्टी प्रवेशको कार्यक्रम रहेको छ। फेरि पनि हाम्रो पार्टीमा आउन स्वागत। हामी एउटा महान क्रान्तिको थालनी गर्दैछौँ भनेर मैले भनेको थिएँ। तपाईहरुले त्यति बेलाको सापेक्षतामा जोरदार समर्थन गर्नुभएको थियो र जनयुद्ध अगाडि बढ्दै गएर 10 वर्षसम्म जाँदा यो झन्डै हाम्रो देशभित्रको प्रतिक्रियावादी सत्ताद्वारा पार लगाउन नसकिने शक्ति सहित आयो, विकसित भयो। आज फेरि हामीले त्यत्रो सङ्घर्ष र बलिदान गरेर ल्याएको उपलब्धिका विरुद्ध प्रतिक्रियावादी षड्यन्त्र तीव्र हुँदैछ। अब हामी खाली यो संविधानको रक्षा गर्ने मात्रै भनेर पुग्दैन। हामीले अहिलेसम्म पाएका उपलब्धिको रक्षा गर्ने मात्रै भन्यो भने हामी रक्षा पनि गर्न सक्दैनौँ। त्यसकारण म के भन्न चाहन्छु भने समग्र इतिहासका अनुभवहरूको अध्ययनबाट, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रान्ति र प्रतिक्रान्तिका अनुभवबाट शिक्षा लिएर एकचोटि फेरि समाजवादी क्रान्तिको निम्ति हाम्रो वर्गसँग, हाम्रो जनतासँग अपिल गर्ने समय आयो। अहिले त हामी खबरदारी मात्रै गरेका छौँ प्रतिक्रियावादीहरूलाई, भ्रष्टाचारीहरूलाई, जाली झेलीहरूलाई। तर यो अभियान जो हुलाकी मार्ग केन्द्रित भनेर तराई मधेसमा चलायौँ र अहिले मध्य पहाडी लोकमार्ग केन्द्रित भनेर मध्य पहाडमा चलाएका छौँ। यो दुईटै राजमार्ग हामीद्वारा अगाडि बढाइएका राजमार्ग हुन्। आदरणीय जनसमुदाय, मध्य पहाडी लोकमार्ग पहिलोचोटि प्रधानमन्त्रीको हैसियतमा मैले प्रस्ताव गरेको मध्य पहाडका जनताको आर्थिक जीवन र आर्थिक प्रगतिका निम्ति, नेपाल राष्ट्रको एकतालाई सुदृढ गर्नको निम्ति र यहाँको सांस्कृतिक विविधतालाई नयाँ राष्ट्रिय एकतामा बदल्ने उद्देश्यका साथ त्यसलाई अगाडि सारिएको थियो। आज त्यो सम्पन्न हुने चरणमा छ र हामी त्यही बाटोबाट यस क्षेत्रका जनता, जो आधार इलाकाका जनता, क्रान्तिका फलामे किल्लावाला जनतासँग हामी अपिल गर्न तपाईहरुको अगाडि आइपुगेका छौँ। त्यसकारण म तपाईं रुकुमेली जनतालाई विशेष रूपले अपिल गर्न चाहन्छु, फेरि एउटा नयाँ क्रान्ति। तर अहिले हाम्रो योजनामा भूमिगत जानुपर्ने अवस्था छैन। हामीले अहिले नै हतियार उठाउनु पर्ने स्थिति पनि होइन। तर हामीले सदनबाट, सडकबाट र सरकारका मोर्चाबाट सशक्त आन्दोलन, एउटा नयाँ समाजवादी आन्दोलन, एउटा नयाँ सांस्कृतिक आन्दोलन, एउटा नयाँ आर्थिक आन्दोलन चलाउनै पर्ने बेला आएको छ। यही अपिल तपाईँ रुकुमेली जनतासँग र हाम्रो केन्द्रीय आधार इलाकाका जनतासँग विशेष रूपले र देशैभरिका क्रान्तिकारी जनतासँग पनि अपिल गर्न भनेर हामी यो अभियानमा अगाडि बढेका हौँ। मलाई विश्वास छ तपाईहरुले यस कुराको गहिराईलाई, यसको मर्म र महत्त्वलाई बुझ्नुहुनेछ र हामी एउटा नयाँ क्रान्ति, नयाँ तरिकाद्वारा अगाडि बढाउने संकल्प
गएको केन्द्रीय समितिको बैठकबाट हामीले गरेका छौँ। आर्थिक समृद्धिको योजना तलैबाट निर्माण गर्ने कुराको कमिटमेन्ट हामीले गरेका छौँ। हामीले 123वटै पालिकाका प्रमुख उपप्रमुखलाई बोलाएर आफ्नो परिस्थिति अनुसार त्यहाँको प्राकृतिक साधन स्रोत जनशक्ति सबै चाहिँ विचार गरेर योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको सुरुवात गर्ने योजना प्रस्तुत गरेका छौँ। त्यो अगाडि बढिसकेको छ। हामीले पर्यटन विकासको निम्ति हामीले कृषि उत्पादन र उत्पादकता वृद्धिका निम्ति हामीले जडीबुटी र अन्य थुप्रै स्थानीय प्राकृतिक साधन स्रोतको उपयोगको निम्ति हामी जल स्रोतको उपयोगको निम्ति एउटा नयाँ योजना सहित अगाडि आउँदैछौँ र त्यो अपिल गर्न तपाईहरुको अगाडि हामी आएका छौँ। यति भनिसकेपछि म अब अन्तिममा के कुरा भनेर टुङ्ग्याउन चाहन्छु भने मलाई थाहा छ मध्य पहाडी लोकमार्ग निर्माणको अन्तिम चरणमा त गएको छ। झन्डै 2/3 भन्दा बढी त निर्माण भइसक्यो। तर अहिले पनि भेरीमा पुल बन्ने कुरा अलपत्र परेको छ भन्ने कुरा मलाई थाहा छ। भेरीमा पुल बनाउने कुरालाई उच्च प्राथमिकता दिएर यहाँबाट फर्केपछि सदनमा त्यसलाई जबरजस्त उठाइनेछ र जरुरी पर्यो भने सडकबाट उठाएर भए पनि भेरीमा मध्य पहाडी लोकमार्ग पुल बनाइ छाडिनेछ। यो प्रतिबद्धता पार्टी केन्द्रीय समितिको तर्फबाट यो सिङ्गो टोलीको तर्फबाट म तपाईहरुको अगाडि व्यक्त गर्न चाहन्छु। आदरणीय जनसमुदाय त्यसको साथै हामीले मध्य पहाडी लोकमार्ग भन्दै गर्दा यो चौरजारीलाई 10वटा नगर विकास गर्ने नगर मध्ये यसलाई नमुना र व्यवस्थित शहरका रूपमा अगाडि बढाउने भनेर प्रस्तावित गरेका थियौं। म आज यही चौरजारीमा आयोजित यो विशाल जनसभामा उपस्थित भएर पार्टी अध्यक्षको हैसियतले पूर्व प्रधानमन्त्रीको हैसियतले र अहिले प्रतिनिधि सभाको प्रमुख विपक्षी दलको नेताको हैसियतले म भन्न चाहन्छु यो चौरजारीलाई नमुना शहर बनाउनको लागि आवश्यक पहल गरिनेछ र त्यसलाई उच्च प्राथमिकतामा राखिनेछ। आदरणीय जनसमुदाय त्यसैगरी 2 वा 2 भन्दा बढी गाउँपालिकामा कृषि औद्योगिकीकरणको नमुनाको रूपमा समाजवादको आधार तयार गर्ने र कृषिमा आधारित औद्योगिकीकरणको विकासको प्रक्रिया अगाडि बढाइनेछ। यो कुराको पनि प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी कच्चा पदार्थ बेच्ने होइन। यहाँबाट कच्चा पदार्थ विदेशमा जान्छ त्यहाँ प्रशोधन गरेर निकै महँगोमा हामीले किन्ने गरेका छौँ। त्यो स्थितिको अन्त्य गर्न सम्भव छ। मैले धेरैचोटि भनेको छु। केही समय पहिले म भारतको हरिद्वारमा जाँदा पतञ्जलिको चाहिँ कारखानामा जाँदा धेरै चाहिँ ठुल्ठुला भण्डारहरू देखाए रामदेव बाबाले। यी कहाँबाट ल्याएको भन्दा सबै नेपालका जडीबुटी हुन्। सारा नेपाली जडीबुटीले पतञ्जलिको भण्डार भरिएको छ। हामी उनले तयार पारेका वस्तु महँगोमा किन्छौँ। हामीले नै प्रशोधन केन्द्र किन नबनाउने र करोडौं अरबौं रुपियाँ देशभित्र किन नबचाउने। यसमा पनि हाम्रो पार्टी केन्द्रले अहिले समाजवाद निर्माणको निम्ति तलैबाट जग बसाउने जो कुरा गरेको छ यसलाई जोड दिइनेछ। स्थानीय सरकारको मुख्य काम वन पानी र जमिन मार्फत स्थानीय उत्पादन बढाउने र रोजगार सिर्जना गर्ने काममा केन्द्रित गर्नुपर्दछ। मलाई विश्वास छ चौरजारी नगरपालिका जहाँ हाम्रो पुरै नेतृत्व स्थापित छ यो नगरपालिका र रुकुम जिल्लाका सबै पालिकाहरूले पनि वनलाई जमिनलाई र पानीलाई अधिकतम सदुपयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्नेछन्। सामुदायिक स्वास्थ्य इकाइहरू मार्फत टोलमा स्वास्थ्य सेवाको पहुँच बढाउने कुरा र स्थानीय सरकार स्थानीय सरकारको पहलमा कच्चा पदार्थको अधिकतम सदुपयोग गरी रोजगारी सृष्टि गर्ने कुरामा ध्यान दिनुपर्नेछ। हामीले केन्द्रबाट एउटा त्यस्तो विज्ञहरूको समूह अनुगमनका लागि स्थानीय तहमा पठाउँदैछौँ। मलाई विश्वास छ रुकुम जिल्लाका तपाईँ क्रान्तिकारी जनसमुदाय यहाँको पार्टी र वरिपरिका जिल्लाहरू सबैको समन्वयमा फेरि एउटा नयाँ समाजवादी
आधार समाजवादी क्रान्तिको आधारको रूपमा यसले विकास गर्नेछ। पार्टी हेडक्वार्टर तपाईहरुसँग यही अपिल गर्न चाहन्छ र सरल भाषामा भन्दा आउने 84 मा हामी 64 को भन्दा बलियो हुनै पर्छ। यदि बदमाशी भयो भने सडकबाट क्रान्ति फेरि एकचोटि गर्ने संकल्प गर्नै पर्छ। यही अपिल म तपाईहरुसँग गर्न चाहन्छु र म फेरि एकचोटि पार्टीको अध्यक्षको हैसियतले तपाईहरु सबैले मलाई भरोसा गर्नुभएको छ। आज पनि सबै साथीहरु वक्ताहरुले कलाकारहरुले पार्टी प्रति लिडरशिप प्रति जो भरोसा गर्नुभएको छ, मैले पनि एउटा संकल्प लिएको छु। त म तपाई रुकुमेली जनताको अगाडि रुकुमेली पार्टीको अगाडि भन्न चाहन्छु अन्तिममा 70-71 वर्षको उमेरमा देशव्यापी दौडमा म त्यत्तिकै निक्लेको छैन। एउटा नयाँ क्रान्ति बनाएर मात्रै माथि जाने विचारले म अगाडि बढेको छु। म प्रभाकर जस्ता कमरेडलाई पनि भन्न चाहन्छु, तपाईले जसरी आफूलाई सिपाही भन्नुभएको छ, मैले पनि आफूलाई जनताको सिपाहीकै रूपमा प्रस्तुत गर्ने जमर्को गरेर हिँडेको कुरा भन्दै फेरि एकतालाई सुदृढ गरेर समाजवादी क्रान्ति अगाडि बढाउन एक ढिक्का हुँ भन्ने अपिल गर्दै बिदा हुन्छु। धन्यवाद।